नमस्कार साथीहरू। आज वैशाख 11 गते लोकतन्त्र दिवस। लोकतन्त्र दिवसको उपलक्ष्यमा सम्पूर्ण नेपाली नागरिकहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दै आज साताको अन्तिम दिन शुक्रबार नेप्से इन्डेक्स 1.54 अङ्कले बढ्दै लगातार 4 दिनसम्म घटेको बजारमा एउटा हरियो क्यान्डल बन्दै 5 अरब 27 करोडभन्दा माथिको कारोबार रकम पर्दै बजारले यो सातालाई बिदा गरेर गएको छ। अब बजारमा कुनै नयाँ मान्छे समातिएन, शेखर गोल्छाको समाताई पचाएको हो त अब अरू पक्रिनेन् भने बजार फर्किन सक्ने सम्भावना छ। आजको नेप्सेलाई विभिन्न टेक्निकल चार्टहरूबाट विश्लेषण गर्दा अबको अवस्था के हुन सक्छ, आउने हप्ता के हुन सक्छ भन्ने सन्दर्भमा चर्चा गर्नुको साथसाथै आज मात्र थर्ड क्वार्टरको रिपोर्ट पस्केको सानिमा बैंक लिमिटेडको थर्ड क्वार्टरको रिपोर्टको अवस्था कस्तो छ, यो बैंकले कति डिभिडेन्ड दिन सक्ने हैसियत बनाएर बसेको छ र बैंकिङ सेक्टरको अवस्था के छ भन्ने सन्दर्भमा पनि आजको भिडियोमा चर्चा गर्नेछौँ। र शेयर बजार भनेको उच्च जोखिमको क्षेत्र हो, जहाँ नबुझिकन नसिकिकन अध्ययन नगरिकन लगानी गर्दा साह्रै पीडा दिन्छ यसले। र अहिलेको बजारमा चार्टहरूले पनि धेरै काम गरेको देखिन्छ, त्यसकारण चार्ट सिक्नुपर्छ, फन्डामेन्टल सिक्नुपर्छ, अनि मात्र शेयरमा लगानी गर्नुपर्छ। तपाईँहरूले हाम्रो जुम क्लासमा जुनसुकै ठाउँबाट जोडिएर सिक्न चाहनुहुन्छ एडभान्स कोर्स भने ब्यानरमा उल्लेख गरिएको हाम्रो यो मोबाइल नम्बर, ल्यान्डलाइन नम्बर, वाट्सएप, भाइबर र म्यासेन्जर, टिकटक म्यासेजबाट हामीसँग कन्ट्याक्ट गरेर तालिमको बारेमा डिटेल बुझेर नाम टिपाउन सक्नुहुन्छ। हाम्रो भर्चुअल जुम ट्रेनिङ कार्यक्रम हुन्छ, बेलुका 7 देखि 9 बजे सञ्चालन गरिन्छ भन्ने कुरा राख्दै आजको यो महत्त्वपूर्ण भिडियोतर्फ तपाईँको ध्यान केन्द्रित गर्न चाहन्छु। साथीहरू, लगानीकर्ताको सेन्टिमेन्टलाई मेजरमेन्ट गर्ने यो फियर एन्ड ग्रिड मिटरबाट आजको लगानीकर्ताको सेन्टिमेन्टलाई मेजरमेन्ट गर्दा लगानीकर्ताहरू न्युट्रलमै छन्। आज यो घडीको सुई 54.61 मा पुगेर हिजोको भन्दा झिनो अङ्कले बढेर अब ग्रिडीमा जाने हो कि जस्तो अवस्थामा बसेको देखिन्छ। लगानीकर्ताको सेन्टिमेन्ट अलि न्युट्रलबाट गुजिराखेको छ। आज नेप्से इन्डेक्स 0.05% मात्र बढेर 2788.70 मा बदलिएको छ। सेन्सिटिभ घट्दै गर्दा फ्लोट चाहिँ बढेको रहेछ, सेन्सिटिभ फ्लोट घटेको रहेछ। बैंकिङ सेक्टर हरियो रहेछ, ट्रेडिङ सेक्टर, होटल एन्ड डेभलपमेन्ट, हाइड्रो पावर सेक्टर हरियो हुँदा फाइनान्स, माइक्रो फाइनान्स, नन लाइफ, लाइफ घटेको रहेछ। म्यानुफ्याक्चरिङ बढेको रहेछ र अदर्स म्युचुअल फन्ड इन्भेस्टमेन्ट सेक्टर घटेको रहेछ। र आज सबभन्दा बढी पर्सेन्टेजले बढ्ने चाहिँ ट्रेडिङ सेक्टर रहेछ भने आजको दिनमा टप गेनरमा एमकेएचएल कम्पनी रहेछ, जुन कम्पनीको आज 15%ले यसले सर्किट हानेको छ। त्यस्तै गरी यो पाल्पा, एसआइपिडी, कर्पोरेट, एसएआइएल जो हिजो मात्र हामीले यो सपोर्ट जोनमा आयो है साथीहरू भनेका थियौँ। त्यस्तै गरी आरएलइएल यो चाहिँ फन्ड, अर्को चाहिँ डिबेन्चर, त्यस्तै गरी यो एचएलआई लार्ज क्याप फन्ड लगायतका कम्पनीहरू आज टप गेनरमा रहेछ भने टप लुजरमा डिबेन्चर, एमसिएचएल, एनआइएफसी फन्ड, डिबेन्चर, प्रमोटर सेयर, इएचपिएल फन्ड, बिएनएचसी, एनआरआइसी लगायतका कम्पनीहरू आज टप लुजरमा रहेछ भने टप टर्नओभरमा रेडी रहेछ। रिलायन्स स्पिनिङ, एनएचपिसी, एसओएचएल, एकेजिसिएल, एसवाई पेनल, सिबम, त्यसै गरी होटल फरेस्ट, कर्पोरेट, एनआरआइसी लगायतका कम्पनीहरू आज टप टर्नओभरमा रहेछ भने टप सेक्टरमा हाइड्रो नै छ। म्यानुफ्याक्चरिङ, डेभलपमेन्ट, कमर्सियल, अदर्स लगायतका सेक्टरहरू आज टप सेक्टरमा रहेछ भने नेप्से आज घटाउन र बढाउन भूमिका खेल्नेहरूमा एउटा नम्बरमा पाल्पा, अनि एसओएचएल, कर्पोरेट, एसआइबी, बीबीसी, सानिमा जुन कम्पनीको आज हामी विश्लेषण गर्दैछौँ, सानिमा बैंकको, एसआइएल, नेफ्रा लगायतका कम्पनी रहेछन् भने बजार घटाउने एक नम्बर भूमिकामा एनआरआइसी, रिलायन्स, एसबिएल, नबिल, सिआइटी, जिएस सर्वोत्तम लगायतका कम्पनीहरू रहेछन् भन्ने कुरा यहाँबाट जानकारी गराइसकेपछि आजको दिनमा टप 10 ब्रोकरको फ्लोरसिटबाट बजारमा डिमान्ड र सप्लाईको पक्षलाई केलाउँदा आज 58 ले बाई गरेको रहेछ। धेरै दिन यसले बेचिराखेको थियो, 42 को बाई रहेछ, त्यसै गरी 48 को बाई रहेछ, 38 को बाई रहेछ, 56 को बाई रहेछ, 39 बाई रहेछ, 44 बाई रहेछ। आज 10 वटा उत्कृष्ट ब्रोकर मध्ये 7 वटा ब्रोकरको बाई रहेछ भने बाँकी 3 वटा ब्रोकरको मात्र सेलिङ रहेछ। बजारमा आज डिमान्ड पक्ष एकदमै स्ट्रङ छ भन्ने कुरा यो टप 10 ब्रोकरको फ्लोरसिटबाट तपाईलाई जानकारी गराइसके पछाडि
आज बजार 1.55 अङ्कले मात्र बढेर एउटा मजाको हेम्बर क्यान्डल फर्मेसन गरेको छ। तर यो चुकुलमा अझै पनि क्यान्डल अपडेट भएको छैन, माथि टाउको तल पुच्छर भएको क्यान्डल फर्मेसन गरेको छ भन्ने कुरा तपाईँहरूले बुझिदिनु होला। र आजको क्यान्डल यस्तो छ, हेर्नुहोस् आजको क्यान्डल यस्तो मजाको क्यान्डल बनेको छ, जुन क्यान्डल आज हेम्बर प्रकृतिको क्यान्डल छ र यो क्यान्डल अहिलेसम्म अपडेट भएको छैन। अब हामीले के बुझ्नु पर्छ भन्दा यो क्यान्डल अलिकति यो हिजोको भन्दा आजको क्यान्डल कता छ त भन्दाखेरि हिजो आजको लो रहेछ 2759.54, हिजोको लो थियो 2779.86, आजको 59.54, यो दिन थियो 2762, यो भन्दा पनि तल आएर यस्तो प्रकारको क्यान्डल फर्मेसन गरेर एकदम मजाको हेम्बर क्यान्डल फर्मेसन गरेको छ, जुन कुरा यसले अपडेट गरेको छैन। हामीले अघि हेर्दाखेरि यसले त दुईवटा हिजोको लो र आजको लो बराबर बनायो, हाई पनि बराबर बनायो, ट्विजर बटम पनि लगायो, ट्विजर टप पनि लगायो भन्ने उद्देश्यले यस्तो बनाएका थियौँ। तर यहाँ क्यान्डलले अपडेट भएर छ, क्यान्डल त आजको फरक छ। अब जे होस्, अब यसको मजबुत सपोर्ट भनेको 2745 देखि 2780 हो भनेर हामीले हिजो अस्तिबाटै भन्दै आइराखेका थियौँ। र अब यो माथि गयो भने यो जुन छ नि दुईटा क्यान्डलको हाई यतातिर हेर्न सकिन्छ। यदि दुईटा क्यान्डलको हाईलाई, यो क्यान्डलको हाई र यो क्यान्डलको हाईलाई तोड्नु पर्यो, मिडिल बेन्ड तोड्नु पर्यो कि, अनि बल्ल यसको यात्रा कति हुन्छ भन्दा 2860 देखि 2885 सम्मको यसको यात्रा हुन सक्ने सम्भावना छ। 2745 देखि 2780 मजबुत सपोर्ट, रेसिस्टेन्ट भनेको 2860 देखि 2885 भनेर बुझिदिनु होला। अहिलेलाई यस्तो अवस्था छ नेप्सेको चार्टलाई केलाउँदाखेरि। अब सुपर ट्रेनबाट हेर्दा सुपर ट्रेनको लाइन त्यही सुतेको छ, यो 2746.95 मा छ। हामीले 2745 देखि 2780 लाई के मानेका छौँ, सपोर्ट मानेका छौँ। त्यही सपोर्ट जोनमा यो सुपर ट्रेनको लाइन छ। पिभोटको बेस लाइनलाई क्यान्डलले आज अब यो बेस लाइनलाई तोड्नु पर्यो। बेस लाइन कहाँ छ, 2815 मा छ। 2815 ब्रेकआउट गरेर माथि गयो भने मात्र यसले चाहिँ के गर्न सक्छ भन्दा यसले 2860 देखि 2885 को यात्रा तय गर्न सक्छ। इएमए 50 दिनको लाइनलाई सपोर्ट बनाएर क्यान्डल उठेको छ। मुभिङ एभरेज 50 दिनको लाइन पनि त्यही छ। यसरी इएमए 50 दिन र मुभिङ एभरेज 50 दिनलाई सम्मान गरेर बजार चाहिँ फर्कन खोजेको हो कि जस्तो अवस्था देखिन्छ। आज मजाको रिभर्सल हेम्बर क्यान्डल फर्मेसन भएको छ। चुकुलको रेसिस्टेन्ट 2879 तिर देखिन्छ भन्ने कुरा प्राइस एक्सनबाट राखिसके पछाडि हामीले अघि नै यता देखायौँ, मजाको एउटा ग्रीन हेम्बर क्यान्डल फर्मेसन गरेको छ। तर दुःखद कुरा यो इएमए 5 डेज र यो मिडिल बेन्ड भन्दा तलै छ क्यान्डल। जबसम्म इएमए 5 डेज र मिडिल बेन्डलाई क्यान्डलले ब्रेकआउट गर्न सक्दैन तबसम्म बजार अप ट्रेन्डमा जान सक्ने सम्भावना रहँदैन। अब आउने आइतबार तपाईको सबै कुराहरू साम्य भए, शेखर गोल्छाको समय पनि अब लगभग साम्य भयो कि जस्तो देखिन्छ। आजको बजारको झिनो अङ्कको वृद्धिले अब अर्को कुनै शाह, अर्को कुनै गुप्ता, अर्को कुनै अग्रवाललाई समातिनन् भने, चाचान समातिनन् भने बजार यही लेभलबाट फर्किन सक्ने सम्भावना बढेर गयो। किनभने आज एउटा रिभर्सल क्यान्डल बनेको छ। आज सुरुमा मजाले त खेचारियो र अन्तिममा फेरि बढाएर बजारलाई बन्द गरिएको छ। यो क्यान्डल भनेको रिभर्सल क्यान्डल हो, त्यो पनि सपोर्ट जोनमा आएर बनेको छ। तर आइतबार कम्तीमा 2809 भन्दा माथि गएर क्लोजिङ दिनु पर्यो, अनि बल्ल बजार साँच्चीकै बढ्यो भनेर भन्न सक्ने आधार रहन्छ। जस्तै यो क्यान्डलले ब्रेकआउट गरेको थियो, तर टिकेन। ब्रेकआउट पनि हुनु पर्यो, टिक्नु पनि पर्यो, भोल्युम पनि आउनु पर्यो। आइतबार भन्दा पनि सोमबार, अहिले आइतबार बिदा दिने चलन छ सरकारको। अब आउने सोमबार यो मिडिल बेन्ड भन्दा माथि बजार गएर क्लोजिङ दिन सफल भयो भने बल्ल बजार चाहिँ थामियो, अब अगाडि बढ्छ, अगाडि बजारले चाहिँ एउटा यात्रा तय गर्न सक्छ भनेर भन्न सकिने आधार रहन्छ। अझै पनि हामी इन्डिसिजनै छौँ। किन छौँ भन्दा क्यान्डल चाहिँ डिसिजन दियो, बाई गर्यो भन्यो। आजको क्यान्डलले किन्दा हेम्बर क्यान्डल बनेको छ, रिभर्सल बुलिस हेम्बर क्यान्डल बनेको छ। तर एउटा इन्डिकेटरलाई खालि क्यान्डललाई मात्रै हेरेर त भएन। यहीँनिर इएमए 5 डेज छ 2788 तिर, के अरे 2801 तिर, अनि त्यहीँनिर 2809 तिर के छ भन्दा मिडिल बेन्ड छ। आज बन्द कतिमा दियो, 2788.70 मा बन्द दियो। त्यसकारण सोमबार कम्तीमा 2810 भन्दा माथि गएर बन्द दिनु पर्यो नेप्सेले। अनि यो बेन्ड जुन तलतिर झुकिराखेको छ, यो बेन्ड माथितिर गइराखेको छ, बेन्ड खुम्चिने क्रममा अगाडि बढ्दैछ, बेन्ड यहाँबाट टर्न गर्नु पर्यो कि, अनि बल्ल डाउन ट्रेन्ड फिनिस भयो, अब अप ट्रेन्ड समाज छ भनेर हामीले बुझ्न सक्छौँ। यो कुरालाई हामीले मनन गर्नु पर्यो।
आज बाइङको भोल्युम छ हिजोको भन्दा अलिकति भोल्युम बढेको रहेछ। सुखद कुरा, हिजो 5.9 को भोल्युम थियो, आज 5.27 को भोल्युम छ। झिनो अङ्कले बजार पनि बढेको छ, भोल्युम पनि बढ्नु भनेको यो सकारात्मक कुरा हो। जब भोल्युम बढ्छ बजार पनि बढ्छ भने त्यो सकारात्मक हो। बजार घट्छ भोल्युम बढ्छ भने फेरि त्यो के हो, नकारात्मक हो। बजार घटेको छ भोल्युम घटेको छ भने त्यो फेरि घटाइलाई अब भोल्युमले सपोर्ट गरेको छैन भनेर बुझ्न सकिन्छ। त्यसकारण आजको भोल्युमलाई सकारात्मक मान्नुपर्छ। तर एभरेज भोल्युम भन्दा धेरै तलको भोल्युम छ अझै पनि, भोल्युमले फुल्ली सपोर्ट चाहिँ गरेको छैन। RSI 46.80 सम्म आएर 47.03 तिर पुगेको छ। हल्का यहाँबाट फर्किन खोजेको छ। ए लेभलबाट हामीले यहाँ एउटा सपोर्ट दिन्छ कि भनेका थियौँ, ए लेभलबाट फर्कन खोजेको छ। न्युट्रल जोन भन्दा माथि जानु पर्यो, अझै न्युट्रल जोन भन्दा तलै छ। यता MACD को बार अझ लामो बनेको छ। आज बजार हल्का बढे तापनि MACD को बार 7.32 माइनसमा छ। MACD ट्रिपल डेज 2.27 प्लसमा छ, जबकि हिजो 4.78 प्लसमा थियो। सिग्नल लाइन चाहिँ 9.60 प्लसमा छ, हिजो चाहिँ 11.43 मा थियो। यसरी सिग्नल लाइन र MACD लाइन तलतिर आइराखेको छ, बार पनि लम्बी राखेको छ भनेपछि यसले अझै पोजिटिभ संकेत दिएको छैन। अब जिरो लाइन भन्दा माथिबाटै घुम्यो भने एकदमै सकारात्मक हुन्छ। यो MACD लाइन र सिग्नल लाइन क्रस गरे माथि गयो भने अनि बार पनि छोटिएर जिरो लाइन भन्दा माथि भने एकदमै सकारात्मक हुन्छ। यदि जिरो लाइन भन्दा तल गयो भने फेरि अलिकति नेगेटिभ हुन सक्ने सम्भावना हुन्छ। यहाँ पनि जिरो लाइन भन्दा हल्का तल गएर उठेको थियो। यस्तो अवस्था MACD बाट देखिन्छ भने यता स्टोकेस्टिक RSI ले यहाँ बेरिस कसर गर्यो। अब डब्लु प्याटर्न बनाउँछ कि भनेर हामीले हिजो अस्तिदेखि भनेका थियौँ। यहाँबाट फर्क्यो सोमबार भने यसको डब्लु बन्छ, डब्लु बनेपछि फेरि 100 सम्मको यात्राले तय गर्न सक्छ। मनी फ्लोबाट हेर्दाखेरि हामीले हिजो अस्तिबाटै बजारमा हल्का पैसा इन्फ्लो भइराखेको कि पैसा आइराखेको कि भन्दै थियौँ। बजार घटिराखेको थियो, मनी फ्लो बढिराखेको थियो। आज अझै बढेर 50.17 तिर पुगेको छ। यसपालि 28.69 सम्म मनी फ्लो झरेको थियो। आज लास्ट घण्टामा के भएको रहेछ भनेर नै हेरौँ न। लास्ट घण्टामा फेरि यसरी भी शेप बनाएर अगाडि बढेको रहेछ मनी फ्लोको इन्डेक्स। आज लास्ट घण्टा र सेकेन्ड लास्ट घण्टामा बजार बढेको रहेछ। लास्ट घण्टामा 10.98 र सेकेन्ड लास्टमा 14.87 अङ्क र फर्स्टमा चाहिँ मजाले घटेको रहेछ, 33.13 अङ्कले घटेको रहेछ। त्योभन्दा अगाडि चाहिँ आज 4 घण्टामा 1 घण्टा मजाले घटेछ, 2 घण्टा बढेछ, 1 घण्टा इन्डिसिजन भएको रहेछ। तर आवरली चार्टबाट हेर्दाखेरि पनि यो मिडिल बेन्ड तोड्नु पर्यो कि यहाँबाट जबले बेरिस क्रसओभर गर्यो मिडिल बेन्डलाई तोड्नै सकेको छैन। यही ठोकिया छ, यही ठोकियो, यही ठोकियो, यही ठोकियो, यही ठोकियो। अब सोमबार मिडिल बेन्ड कम्तीमा 2800 भन्दा माथि बन्द दियो भने आवरली चार्टबाट मिडिल बेन्ड ब्रेकआउट गर्छ र डेली चार्टबाट 2810 भन्दा माथि क्लोजिङ दिनु पर्यो। अनि बल्ल बजारको अप ट्रेन्ड सुरु भएको अवस्था बुझ्न सकिन्छ भने आज लास्ट घण्टामा व्यापक भोल्युम पर्या रहेछ। आज लास्ट घण्टामा एकदमै राम्रो भोल्युम परेछ। कति भोल्युम परेछ भने 2 अरब 10 करोड भन्दा माथिको भोल्युम आज लास्ट घण्टामा परेको रहेछ। यो फर्स्ट घण्टामा त आज 1 पोइन्ट उसले बढेको छ, भोल्युमै पर्या रहन्छ, भोल्युमै देखाइराखेको छैन। यस्तो अवस्था एभरेज भोल्युम भन्दा माथिको भोल्युम, त्यो पनि बाइङको भोल्युम पर्या रहेछ। RSI पनि कतिसम्म झरेर 37.99 सम्म झरेर हायर लो बनाउँदै माथि उठ्यो। अब आइतबार सोमबार चाहिँ यो 46 भन्दा माथि गयो, 50 भन्दा माथि गयो भने बल्ल बुलिश ट्रेन्ड समात्न सक्ने सम्भावना हुन्छ। MACD को बार पनि आज आवरली चार्टबाट छोटिएछ र MACD ट्रिपल डेज र सिग्नल लाइनको दूरी एकदमै नजिक बनेको रहेछ। पनि एउटा पोजिटिभ कुरा भनेर हामीले बुझ्नुपर्ने हुन्छ। यता स्टोकेस्टिक RSI ले अब यहाँ बेरिस कसर गरेको छ, यहाँबाट फेरि बुलिश कसर गरे मजाको डब्लु प्याटर्न बन्छ। यस्तो अवस्था आजको नेप्सेलाई डेली वाइज र आवरली वाइज रूपमा विश्लेषण गर्दा देखिन्छ साथीहरू। अब कुरा सोमबारको बजारले कम्तीमा 2810 भन्दा माथि क्लोजिङ दियो अथवा 2800 भन्दा माथि क्लोजिङ दियो भने पोजिटिभ वेभमा जान सक्ने सम्भावना रहन्छ भन्ने हाम्रो निष्कर्ष रह्यो। कुरा सबका सुन्यौं, निर्णय चाहिँ आफै गर्ने हो। आफै निर्णय गर्न सक्ने बन्नको लागि शेयरका तालिमहरुमा आउनुस्, सिक्नुस्, बुझ्नुस्। हाम्रो यही 15 गतेबाट तालिम सुरु हुँदैछ, जुम तालिम हो, जहाँबाट पनि जोडिन सक्नुहुन्छ। अनि यस्ता पोर्टलहरु लिनुस्, स्मार्ट चार्टको AI चार्ट, टेक्निकल चार्ट लिनु हो भने र स्टक गुरु भन्ने कोड हालेर जानुभयो भने 10% छुट यो AI चार्ट र टेक्निकल चार्टमा पाउनुहुन्छ। AI चार्टले पनि राम्रो तपाईलाई जानकारी दिन्छ। यदि टेक्निकल सिक्नु भयो भने यहीबाट कहाँ सपोर्ट छ, कहाँ रेसिस्टेन्स छ भनेर व्यापक रूपमा दिन्छ। तपाईको यहाँ यस्तो पुरै बाईमा परेका, सेलमा परेका कम्पनीहरुको पनि जानकारी दिइराखेको हुन्छ भन्ने कुरा राखिसके पछाडी आज हामीले सानीमा बैंक लिमिटेडले आज मात्र यसले के गरेको छ भन्दा क्वार्टर थर्ड को रिपोर्ट प्रकाशन गरेको छ। यसले चाहिँ 15 अरब 58 करोड यसको टोटल पेड अप क्यापिटल रहेछ
यसको चाहिँ 49% पब्लिक र प्रमोटर सेयर चाहिँ 51% छ। बैंकिङ सेक्टरको यही नै हुने हो। अब यसको इपीएस चाहिँ रिपोर्टेड भनेको यो क्वार्टरमा 22.92 यसले इपीएस निकाल्न सफल भयो। 20 भन्दा माथि निकाल्न सफल हुनु भनेको एकदमै राम्रो हो। त्यसै गरी यसको इपीएस एनालाइज कति छ त भन्दा 22.92 छ, बराबरै छ। एनपीएल 3.99 छ, यो पनि बेस्ट हो। नेटवर्थ पनि 179.55 छ, बेस्ट हो। डिस्ट्रिब्युटेबल इपीएस 18.57 छ। यो थर्ड क्वार्टरसम्मलाई आधार मानियो भने यो वर्षको नाफाबाट यो कम्पनीले आउने वर्ष कम्तीमा 18 देखि 19% नाफा बाँड्न सक्ने हैसियत बनाएर बसेको छ। डिभिडेन्ड खानको लागि तपाईले यस्ता कम्पनी छान्न खोज्नुहुन्छ सर, फन्डामेन्टलिस्ट कम्पनीमा कुनमा लगानी गर्ने होला अलिकति लङ टर्मको लागि भनेर सोध्नुहुन्छ नि मलाई विभिन्न माध्यमबाट। यस्ता कम्पनीमा लगानी गर्नुस्। यसले कम्तीमा 18-19% डिभिडेन्ड दिन सक्ने अवस्था बनाएर बसेको छ। पी रेशियोबाट हेर्दा एकदमै अन्डर भ्यालु छ, 10 देखि 15 को रेन्जमा छ। एकदमै बेस्ट छ यो कम्पनीमा लगानी गर्नको लागि। पीबी रेशियोबाट पनि अन्डर भ्यालु छ, 3 बिलो छ। रिटर्न एन इक्विटी 10 भन्दा माथि छ, त्यो पनि राम्रो हो। रिटर्न एसेट ठिकै छ। ग्रोथ रेट यो क्वार्टरमा 42.22% यसले आफ्नो नाफा बढाउन सफल भएको रहेछ, यो पनि राम्रो हो। पीईजी भ्यालुबाट यसको एकदमै अन्डर भ्यालु रहेछ, बिलो 1 भनेको पीईजी भ्यालु हुनुपर्छ भनेर हामी थ्योरीमा पढ्छौँ। यसरी हेर्दा यो कम्पनी ज्यादै अन्डर भ्यालु छ। ग्राम नम्बर अनुसार पनि 304.29 यसको मार्केट प्राइस हुनुपर्छ भन्दैछ। आज कतिमा छ यसको मार्केट प्राइस? आजको प्राइस चाहिँ यसको जम्मा कति छ त भन्दा आजको प्राइस यसको छ 349.50। यस्तो अवस्था यसको फन्डामेन्टल छ। फन्डामेन्टल एकदम बेस्ट छ। थर्ड क्वार्टरको रिपोर्ट एकदम राम्रो निकालेको छ। डिस्ट्रिब्युटेबल इपीएस पनि 18 भन्दा बढी छ। आज कुन ब्रोकरले किन्यो यसलाई? 84 ले, 34 ले, 75 ले, 96 ले किनेछ भने यता 33 ले चाहिँ बढी बेचेछ। 56 र 47 ले त्यति बेचेका छैनन्। आज क्वार्टर रिपोर्टका आधारमा 33 ले बेचेको हुन सक्छ। अब 1 विकबाट हेर्नुहुन्छ भने यसको चाहिँ 34.66 ले बाई गर्दै गर्दा 56 ले बढी बेचेको रहेछ। 2 दिनको हेर्नुहुन्छ भने 34 कै बाई रहेछ। 34 नम्बर ब्रोकर यसमा लागेको रहेछ। 84, 34, 75 को बाई छ आज। 34, 50, 66 को के छ त भन्दा सेल्स, के 56, 33, 11 को सेल छ। अब आज यसको ब्लकमा त्यति कारोबार भएको छैन, ब्लकमा काम भएको रहेछ। यता चाहिँ आज 5,998 किता टोटल बाइङ हुँदा 21,943 किता सेल भएको रहेछ। 27,361 किता यो म्याचिङ भएको रहेछ। हाम्रो बजारमा एउटा ट्रेन्ड के छ भन्दा रिपोर्ट निकाल्यो भने त्यही दिन बेच्दिने। आज बढी सेलिङ भएको रहेछ। तर लङ टर्म मिड टर्मको लागि यो कम्पनी बेस्ट छ है साथीहरू भनेर मैले भन्न चाहे। अब मैले बेस्ट छ भन्दैमा तपाईँ वर 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 आएर किन्ने भने होइन, आफूले पनि अध्ययन गर्नु पर्यो। यसको डिभिडेन्ड हिस्ट्री हेर्नु पर्यो, ग्रोथ हेर्नु पर्यो, सबै कुराहरू फन्डामेन्टल केलाउनु पर्यो। अब यस्ता केलाउनको लागि यस्ता प्रकारका चार्टहरू सब्सक्राइब गर्नु पर्यो। चुगुलको यो प्राइसिङमा गएर यी विभिन्न प्रोडक्टहरू लिने विचार गर्दै हुन्छन्, यस्ता सस्ता प्रोडक्ट नलिनुहोस्। यो सस्ता बेसाले पखाला लाउँछ। तपाईँले लिने भनेको डायमन्ड प्लस हो, एउटा 1 वर्षको लागि हुन्छ। 10 दिन प्लेटिनियम फिचर चलाउनु पाउनुहुन्छ। 5 जनाले सेयर गर्न पाउनुहुन्छ। लिने भनेको बेस्ट त यो हो। 7 जना मिलेर लिनुहोस् न, धेरै महँगो त छैन। 7 जना मिल्दाखेरि एकजनालाई पो महँगो भयो, एकजनालाई त भयङ्कर महँगो भयो। तर 7 जना मिलेर लिनुभयो भने यसमा सबै फिचर छन्। होइन यो नलिए पनि यो छ, राम्रो छ। यसमा चाहिँ प्लेटिनियम फिचर 365 दिनकै लागिरहेछ। 50 यो 44,444 यसको रेट छ। त्यसमा पनि हाम्रो कोड हानेर जानुभयो भने RAJUGURU भनेर हान्नुभयो भने जम्मा 33,333 मा 7 जनाले सेयर गर्दा तपाईलाई 728, 7,535 लगभग 5,000 नै पर्दैन। यसरी तपाईले यस्ता प्रकारका प्रोडक्टहरू लिनुस्। तर मिल्ने साथीहरू मिलेर लिँदा राम्रो हुन्छ। ई सेवा आइपीएस खल्तीबाट पे गर्न सक्नुहुन्छ भन्ने कुरा राखिसके पछाडि हामीले सानीमा बैंकको विश्लेषण गरेको हुनाले आज बैंकिङ सेक्टर बढेको छ है। यहाँ रेड क्यान्डल देखिए पनि यो इन्ट्राडेमा ओपनिङ भन्दा क्लोजिङ तल भएको हुनाले रेड क्यान्डल देखिएको हो। तर आज मजाले 3.19 अङ्कले हिजोको भन्दा बढेर हरियो क्यान्डल बनाएर मजाको हेम्बर जुन क्यान्डल नेप्सेमा बनेको छ त्यस्तै प्रकृतिको क्यान्डल बैंकिङ सेक्टरमा पनि बनेको छ। अब बैंकिङ सेक्टरले पनि यही बटम लगाएर उठ्न खोजेको हो कि भन्ने कुरा भन्न सकिन्छ। तर यसको अलिकति कन्फिडेन्स चाहिँ सोमबारको क्यान्डल हेरेर मात्र गर्न सकिन्छ।
तलै आयो भने 1420 यसको मजबुत 1380 देखि 1420 सपोर्ट हो। माथि जाँदा यो ट्रेन लाइन सपोर्ट हो, रेसिस्टेन्ट हो र मजबुत रेसिस्टेन्ट भनेको 1560 देखि 1620 जहाँ यहाँ पनि ठोकेर खसेको थियो, यहाँ पनि त्यही ठोकेर खसेको थियो। यो एरिया एकदम मजबुत के छ भन्दा बैंकिङ सेक्टरको रेसिस्टेन्ट छ। आज एकेपीएल, वरुण, सीएचएल, एसएचबी, एसपीडीएल लगायतका कम्पनीहरू 9 वटा कम्पनी 42 मा परेका रहेछन्। एकेपीएल लाई 42 मा देखायो। किन देखायो भन्नुहुन्छ भने सपोर्ट जोनमा आयो। 260 देखि 270 मा सपोर्ट छ है भन्यो। अनि तल गएर के भन्छ, यो जोनमा किन 300 देखि 315 मा बेच। जुन बाइ सेलको रिस्क 1 हुँदा रिवार्ड 3 छ, एकदम बेस्ट रिवार्ड छ। स्टप लस धाम 260 भन्दा बिलो गयो भनेर यसले बकाइदा तपाईलाई भनिराखेको छ। सेल लिस्टमा परेका कम्पनीहरूको संख्या 33 वटा रहेछ। यस्तो अवस्था तपाईले यो एआई चार्टबाट सजिलैसँग बुझ्न सक्नुहुन्छ। एआई चार्ट, मेरो लगानीको रिटर्न एनालिटिक्स, न्यूज लेटर लगायतका यी प्रोडक्टहरु लिने हो भने राजु सर भन्ने कुरा हाल्नुस्। हरेक प्रोडक्टमा तपाईले 10% छुट पाउनुहुन्छ। केही राहत दिन सकिएला भनेर तपाईहरुसँग हामीले यो कोडहरु भन्दै आइराखेका छौं। यी प्रोडक्टका प्रोप्राइटरहरुसँग कुरा गरेर कोडहरु उपलब्ध गराउँदै आइराखेका छौं। अब सानीमा बैंकलाई प्राइस सेक्सनबाट टेक्निकल चार्टबाट विश्लेषण गर्दा यसको चाहिँ बुलिश ट्रेन्ड रहेछ, अप ट्रेन्डमै रहेछ। किनभने हायर हाई, हायर लो, हायर हाई, हायर लो, हायर हाई, हायर लो बनाउँदै गएको थियो। तर यहाँ आएर लोअर हाई बनायो। हायर लो त हायर लो नै छ, तर यो हाई भन्दा यो हाई के भयो, लोअर भयो। अब यो एउटा प्याटर्न चेन्ज गर्न खोज्दैछ। यो लो भन्दा यो लो माथि बनाएर फेरि माथि जाँदैछ। अब यसको प्याटर्न फेरि चेन्ज भएर हायर हाई बन्न पर्यो। अब हायर हाई बन्नको लागि यतातिर जानु पर्यो 380 देखि 390 मा। अहिले यो सपोर्ट जोनमा छ। 330 देखि 340 को लेभल यसको सपोर्ट हो। यही सपोर्टमा सपोर्ट लिएर यसले अस्ति चाहिँ इन्भर्टेड ह्याम्बर क्यान्डल बनाएको रहेछ हिजो। आज मजाको ड्रागन फ्लाई डोजी के ड्रागन फ्लाई डोजी क्यान्डल 7 अङ्कले बढेर यसले बन्द दिएको छ। यो डोजीले बजारलाई माथि लाने सम्भावना हुन्छ। यो डोजी भनेको उड्ने हो, उडाउने हो बजारलाई। अब 61.8% लाई ब्रेकआउट गर्दै 360 देखि 370 सम्मको यात्रा अहिलेलाई यसको हुन सक्छ। यतातिर बाइ गर्नु भएको छ, यो कम्पनीमा ट्रेड गर्न खोज्दै हुनुहुन्छ भने 360 देखि 370 को रेन्जमा पुगेपछि सेलको लागि सप्लाई आयो भने बेच्ने विचार गर्नु पर्यो। किन भन्दा यतातिर मजबुत सपोर्ट थियो अनि रेसिस्टेन्ट थियो। यतातिरको पनि के थियो, रेसिस्टेन्ट, धेरै पटक रेसिस्टेन्ट लिएको र सपोर्ट लिएको यो जोन 360 देखि 370 मा देखिन्छ। धेरै पटक सपोर्ट रेसिस्टेन्ट लिएको 330 देखि 340 को एरिया फेरि मजबुत के छ भन्दा सपोर्ट छ। यता रेसिस्टेन्ट, यहाँ रेसिस्टेन्ट, यहाँ रेसिस्टेन्ट, यहाँ रेसिस्टेन्ट, सपोर्ट। यो अहिलेको लागि सानीमा बैंकको लागि के हो त भन्दा यो मजबुत सपोर्ट हो। 303 देखि 330 देखि 340 मजबुत रेसिस्टेन्ट कुन हो त भन्दा 360 देखि 370। यदि यसले हायर लो बनाएर हायर हाई बनाउन जाँदै हो भने यो भन्दा त माथि जानु पर्यो। कहाँसम्म जानु पर्यो 380 देखि 390 जानु पर्यो। तर यो कम्पनीमा ट्रेड भन्दा पनि मिड टर्म गर्नको लागि, लङ टर्म गर्नको लागि ज्यादै उपयुक्त होला। अब इलोलाई आधार मानेर खिचिएको ट्रेन लाइनलाई ब्रेकडाउन गरेको थियो। आज ट्रेन लाइन भन्दा माथि गएर रिभर्सल क्यान्डल, ड्रागन फ्लाई डोजी क्यान्डल फर्मेसन गरेको हुनाले अब यसको यात्रा माथि हो कि भनेर भन्न सक्ने आधार रहेको छ। यस्तो अवस्था यो सानीमा बैंक लिमिटेडको देखियो। फन्डामेन्टल एकदम बेस्ट देखियो। भोल्युम आज एभरेज भोल्युम भन्दा माथिको भोल्युम परेको छ, यो पनि एउटा सकारात्मक कुरा हो। त्यस्तै गरी भोल्युमले आजको बढाइलाई सपोर्ट गरेको छ। पिभोटको बेस लाइनलाई भने तोड्न सकेन, त्यही पिभोटको बेस लाइनमा गएर ठोकियो। आजको यसको हाई 350 थियो। 350 पनि 43 मा के रहेछ भन्दा बेस लाइन रहेछ। आउने सोमबार यो बेस लाइनलाई क्रस गर्यो भने यसको यात्रा 360 देखि 370, जहाँ R1 372 तिर देखाउँदै गरेको अवस्था देखिन्छ। पिभोटको सुपर ट्रेनको लाइन पनि यही रेसिस्टेन्ट एरियामा रहेछ 360 देखि 370 मा। यहाँ सेल दिएको, अहिलेसम्म सुपर ट्रेनले बाइ दिएको छैन। त्यही भएर यो एरिया अलिकति मजबुत के देखियो भन्दा रेसिस्टेन्ट देखियो भनेर हामीले भन्न सक्ने भयौं। र यो EMA 50 डेज लाई आज ब्रेकआउट गरेर माथि गएर क्लोजिङ दिएको छ। यो पनि एउटा सकारात्मक कुरा हो। यसरी हेर्दाखेरि यसको अप ट्रेन्ड सुरु भएको कि भनेर भन्न सकिन्छ। यसको सपोर्ट 327 देखि 331 चुकुलो देखाउँदैछ। रेसिस्टेन्स चाहिँ 357 मा। हेरी यो क्यान्डललाई आधार मानेर यसले निर्माण गरेको छ। यही नेर के छ भन्दा पिभोटको बेस लाइन पनि छ। त्यसकारण यो तोडे पछि बल्ल 360 देखि 370, त्यसलाई पनि ब्रेकआउट गर्यो भने 380 देखि 390 सम्मको यसको यात्रा हुन सक्ने सम्भावना देखियो भन्ने कुरा हाम्रो एनालाइसिसको निष्कर्ष रह्यो साथीहरु। अब हाम्रो एनालाइसिसलाई हेरेर मात्रै तपाईले बाइ सेल गर्ने होइन, आफूले पनि अध्ययन गर्नु पर्यो, अनुसन्धान गर्नु पर्यो भनेर हामीले बार भन्दै छौं। अब कुरा सबका सुन्यो, निर्णय आफै गर्ने हो भन्दै आजको नेप्सेलाई डेली वाइज र आवरली वाइज चार्टबाट विश्लेषण गर्दाखेरिको अवस्था के छ, सोमबार के हुन सक्छ,
यो बैंकिङ सेक्टरको अवस्था के छ र आज मात्र आकर्षक रिपोर्ट पस्कन सफल सानीमा बैंक को डिभिडेन्ड क्यापेसिटी कति रहेछ, यो कम्पनीको टेक्निकल अवस्था कस्तो रहेछ, कुन ब्रोकरले किनेको रहेछ, कुन ब्रोकरले बेचेको रहेछ भन्ने सन्दर्भमा तपाईँहरूलाई जानकारी दिने उद्देश्यले निर्माण गरिएको यो भिडियो तपाईँलाई मन पर्यो, भिडियोबाट केही ज्ञान आर्जन भयो, केही फाइदा भयो भने धेरैभन्दा धेरै साथीहरूले हाम्रो भिडियो हेरेर साथ दिनुहोला, लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, सेयर गर्नुहोला। आगामी दिनमा कुन कम्पनीको विश्लेषण चाहनुहुन्छ त्यो पनि कमेन्टमा लेख्नुहोला र हाम्रो च्यानललाई अहिलेसम्म पनि सब्स्क्राइब गर्न भ्याउनु भएको छैन, बेल बटनमा क्लिक गर्न भ्याउनु भएको छैन, भुलिराख्नु भएको छ, इग्नोर गरिराख्नु भएको छ भने प्लिज सब्स्क्राइब गरिदिनु होला। तपाईँहरूको एक सब्स्क्राइबले हामीलाई अझ प्रोत्साहन मिल्नेछ भने हामीसँग सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटकबाट जोडिएर सेयरका कुराहरू आदान प्रदान गर्न चाहनुहुन्छ भने यहाँ लिङ्क राखिदिएका छौँ, यो लिङ्कमा क्लिक गर्नुहोस्, टिकटकको लिङ्कमा क्लिक गर्नुहोस्, इन्स्टाग्रामको लिङ्कमा क्लिक गर्नुहोस्, यता आउनुहोस्, हामीलाई फलो गर्नुहोस्। यहाँबाट पनि तपाईँलाई धेरै आइडियाहरू हामीले सेयर गरिराखेका हुन्छौँ, भिडियो क्लिपहरू बनाएर यता पोस्ट गरिराखेका हुन्छौँ। ल हेर्नुहोस्, हिजो हामीले यस्ता प्रकारका भिडियो जस्तै एसएआइएलको हिजो मात्र हामीले पोस्ट गरेका थियौँ। हेर्नुहोस्, आज यसले मजाको बुलिस क्यान्डल बनाउँदै माथि गएर टप गेनरमा परेको छ, एकदम मजबुत सपोर्टमा आएको छ भनेर हिजोको यो भिडियोमा हामीले भनेका थियौँ। यदि हेर्न भ्याउनु भएको छ भने हेर्नु होला, यो भिडियो क्लिप एकदमै छोटो छ, जम्मा 4 मिनटको भिडियो क्लिप छ। त्यसै गरी अरू भिडियोहरू पनि हामीले हालेका थियौँ। जुन भिडियो हिजो हालियो ती सबै कम्पनीहरू आज बढेका छन्, यहाँबाट पनि तपाईँलाई धेरै फाइदा हुनेछ भन्ने कुरा राख्दै आजको यो महत्त्वपूर्ण भिडियोबाट बिदा हुन्छु। हस्त नमस्कार।